अब कुनै पनि दायाँ बायाँ तल माथि हुँदैन। कुनै चरणमा आवश्यकता अनुसारको कार्यगत एकता गर्नुपर्ने पनि हुनसक्छ। आवश्यकता अनुसार त्यो पनि हामी हेरेर मात्रै गर्छौँ। र यसमा तपाईहरुले यो फेरि पनि आज यस्तै सोशल मिडिया ट्रायलहरू भइरहेछ हैन। कुनै पार्टीसँग मिसिँदैछ, कुनै पार्टीसँग मिसिँदैछ, कहाँ मिसिँदैछ, यी सबै यो मिडिया ट्रायलहरू गरिरहेछन्। यस्ता मिडिया ट्रायल गर्ने यस्तै हो। हामी भनेको डेलिभरी दिएर आएका मान्छेहरू, देशमा एउटा डेलिभरी दिएर प्रमाणित भएर अर्ग्यानिक रूपमा हामी आएका हौँ। कोही कुनै फेसबुकमा टेक्स्ट गरेर, फेक अकाउन्ट बनाएर टेक्स्ट गरेर, मिडियाबाजी गरेर भाषण गरेर आएका होइनौँ। हामी डेलिभरी दिएर, त्यो डेलिभरी हाम्रो आइडेन्टिटी हो। डेलिभरी नै हाम्रो आइडेन्टिटी हो। त्यो आइडेन्टिटीलाई बचाएर जाने हो हामी। यो नेपाली जनताले, आम नेपाली जनताले चाहिँ यसलाई विश्वास गर्नेछ। यो जुन बेला हामी फिर्ता भयौँ, मलाई यति धेरै चाहिँ मेसेज र फोन आयो, अहिले राइट ट्र्याकमा आउनुभयो, ठुलो हामीलाई त यति चाहिँ चिन्ता लागेको थियो, तपाईँहरू फर्किनु भयो त एकदमै धन्यवाद भनेर धेरैले भन्नुभएको छ। यो अवस्थालाई अब निरन्तर रूपमा अब 12 दिनसम्म तपाईँहरू पनि अल्मलिनु हो। अब चाहिँ पुरा चाहिँ उज्यालो नेपाललाई यो देशैभरि चाहिँ अगाडि बढाउने हिसाबले सङ्गठनहरू बनाउनु होला, सङ्गठनमा लाग्नु होला र हाम्रो उम्मेदवारहरूलाई जिताउनु होला। र हाम्रो उम्मेदवारहरूलाई जिताएर हामीले नेपालमा जुन संसदमा हाम्रो चाहिँ उपस्थितिलाई एउटा बलियो उपस्थिति देखाउनु पर्नेछ। यसपालि हामीले 1 नम्बरको पार्टी बनाउन नसकिएला हामीलाई धेरै नै चाहिँ षड्यन्त्रपूर्ण ढङ्गले समानुपातिकमा पनि हामीलाई झुक्याइयो, धेरै ठाउँमा झुक्याइयो। ठिक छ, हामी तर त्यसबाट आत्तिएका छैनौँ, त्यसबाट आत्तिने अवस्था पनि छैन। तर हामी केही समयपछि, केही वर्षपछि हामी यो नेपाल, यो उज्यालो नेपाल पार्टीलाई हामी 1 नम्बरको पार्टी बनाउँछौँ भनेर हामी लागेका छौँ। यो भन्छ नेपाली जनताको यो पार्टीप्रति विश्वास छ, यो पार्टीप्रति विश्वास छ। हामीलाई छोटो समय भएर मात्रै, हामीलाई समयको मात्रै चाप हो, अरू कुनै पनि चाहिँ समस्या होइन, समयको चाप हो। समयको चापलाई हामीले जति सकिन्छ व्यवस्थापन गरेर अगाडि बढौँ। र यहाँहरूलाई यो मिटिङले अब काठमाडौँको 10वटा क्षेत्रमा हामी 10वटा क्षेत्रमा उठाउँछौँ, देशैभरि उठाउँछौँ। र काठमाडौँको 10वटा क्षेत्रमा हाम्रो बलियो उपस्थिति हुनुपर्छ। सके सबै 10वटा क्षेत्र जित्ने गरेर अगाडि बढौँ, नसके हामी बढीभन्दा बढी क्षेत्रमा जित्ने गरेर अगाडि बढौँ। तपाईँहरू त्यो हिसाबले आफ्नो कार्यक्रम अगाडि बढाउनु होला, सङ्गठन त्यसरी विस्तार गर्नु होला भन्ने म शुभकामना व्यक्त गर्दै म यति भनाइ राखेर म बिदा हुन्छु। धन्यवाद।